हेलो गुड मर्निङ गाइस, के छ सबैजना सन्चै हुनुहुन्छ होला है। मलाई लाग्छ म चाहिँ अब आजको दिन सुरुवात गर्न लाइब्रेरी जाँदैछु। सो आज लाइब्रेरी बस्नुपर्छ आजको 6 वर्ष भन्ने मेरो प्लान छ। किन भन्दा अब इक्जाम आउन लागिसक्यो, मलाई थाहा थिएन बिबिएसको इक्जाम कसो आउँदैछ। सो यहाँ बस्यो भने आलसपन बिचमा झ्याउझ्याउ लाग्ने हुन्छ, त्यसले गर्दाखेरि म जाँदैछु। सो साँझ अब 5 बजे फर्किने गरेर नास्ता त्यहाँ गएर अब चिया खान्छु। चिया खाइसकेपछि दिउँसो 12 बजीतिर के खानु पर्ला अनि त्यसपछि त पुगिहाल्छ। सो म जाँदैछु अब, तर ढिलो उठ्यो कि हिजो ढिलो सुतेको थियो, त्यसले गर्दाखेरि बिहानै जाने भनेको थिएँ। ल केही छैन त्यही पनि, अनि घर आएर पनि पढिन्छ, त्यो त ठिकै छ होइन। सो पढौँ अब इक्जाम आउँदासम्म त है। ल म निस्किन्छु। भाइ बहिनीहरूको आज उयोहरू फेस गर्ने दिन हो। सो ठिक छ, म चाहिँ निस्केँ। आज सन्डे हो, सबैलाई थाहा होला, बिदा हुन्छ। ल निस्किन लागेको थिएँ। यहाँ के देखेँ थाहा छ? हेर्छौ त, यहाँ हेर खुल्ला छ, यहाँनिरदेखि उता हेर त एकैचोटि मौसम परिवर्तन त त्यहीँ रह्यो, उतानिर मात्रै हेर न यार, पुरै बादल छ क्या। केही छैन, अब म निस्केँला यहाँबाट। मलाई 10-15 मिनट लाग्छ। सो निस्किन्। मैले फ्रुटी र बिस्कुट लगिसकेँ। अब म के खाएर आइसकेको थिएँ। सो त्यसैले अहिले पुग्यो मलाई। अब पछि 12 बजी निस्किन्छु माथिबाट। अहिले 8 बज्नु लागिसक्यो। 7:45 पढ्न थाल्छु। हेरौँ आजको दिन कस्तो हुन्छ। म माथि निस्केँ अब लाइब्रेरीमा। यहाँ माथि जानु छ, 3rd फ्लोरमा लाइब्रेरी छ। सो त्यहीँ गएँ म। लाइट पनि सो हामी चाहिँ पढ्नु पऱ्यो होइन। जाम मुक्सु गएर भन गर्मीले लास्ट भइसक्यो। यो झोलामा हेर न सामान, ल्यापटपको चार्जर, ल्यापटप, किताब। अब म यहाँबाट एकछिन फ्रेस भएर आउँछु। मैले कि सामानहरू हाल्न छोडिसकेको थिएँ, मतलब छुटेछ सोचेको थिएँ, तर भाइ पनि हाल्दैछन्। एयरबोर्ड पनि के अरे यो माइक पनि हाल्दैछन्, एयरबोर्ड पनि हाल्दैछन्। अबको 5 मिनटमा म पढ्न सुरु गर्छु। 45बाट 40 भयो होइन। अब 7:40 साँझको 6:09 बजीबाट ननिस्किने, 6 बजी सर जानु त ट्याक्कै निस्किने आधी बजी। बस्छु म पन्डर स्पेसमा। हामी पहिला टाइम स्टार्ट गरौँ है। फोकस, जस्ट फोकस। टाइमर अहिले बन्द छ। अब म जब पढ्न सुरु गर्छु तब स्टार्ट गर्छु। अब भनेको अहिले मेरो पढ्ने प्लान भनेको यो माइक्रो इकोनोमिक्स। पहिला 11 बजीसम्म यो पढ्छु, 3 घन्टा चाहिँ। 3 घन्टा सब्जेक्टको नाम लेखौँ, MSCRO माइक्रो। सर्च गरौँ BACHELOR, ब्याचलर फर्स्ट इयरको माइक्रो इकोनोमिक्स है। माइक्रो इकोनोमिक्स, माइक्रो बिए भने ब्याचलर त होला। ल ठिक छ। सो यो सरले पढाएको छ। अब यो भिडियोहरू चाहिँ लाइक अहिले सबै छ जस्तो लागिरहेको छ क्या यहाँ चाहिँ। अनि पढ्दै जाऊँ कहाँसम्म पुगिन्छ है। आज 3 घन्टा चाहिँ मेरो यही काम गर्छु, 3 घन्टा नोट बनाउँदै ताकि इक्जाम गर्न सर हेरेर जान्छु। किन भन्दा पास त हो म्याथ होइन। लाइक पहिला चाहिँ मार्क केबाट धेरै आउँछ त्यो गर, अनि त्यसपछि चाहिँ त्यो पार्टहरूलाई चाहिँ क्लियर गरिदियो कि ताकि पास हुन सजिलो होस्। हामीलाई फर्स्ट प्रायोरिटी भनेको पास हुने हो। भोलि पढ्दा पढ्दै पास भएन भने अब त्यो मेरो गल्ती भएन, ठिक छ। तर स्टार्ट लाग्छ भन्ने सुनेको छु कि केही छैन। हामी पढौँ, दुःख गरौँ, फल देखिहाल्छ, नदेखि केही छैन। तब दुःख गरिनँ र पास भएन भने चाहिँ असन्तुष्टि व्यक्त गर्ने हो क्या। त्यसै लाइक गर्ने, ठिक छ। पढाएको छौ हुँदा गर्दै पनि भएन भने कसैको केही लाग्दैन, ठिक छ। अब त्यसलाई कसरी इम्प्रुभ गर्ने, कसरी के गर्ने भन्ने तरिकाले अगाडि बढ्नुपर्छ।
है ल म चाहिँ पढ्न थालेँ तपाईँहरू पनि पढ्न थाल्नुहोस् ल ल पढ्न सुरु गरौँ यु क्यान डु इट यु क्यान डु एक घन्टा भयो एक घन्टा भन्छ के अरे लाइक एउटा च्याप्टर भयो माइक्रो इकोनोमिक्सको होइन अब म पढ्दैछु लाइक यो मार्केट इक्विलिब्रियम एन्ड इफिसियन्सी भन्ने च्याप्टर 2 जो चाहिँ बिटीसँग मेल खान्छ बट यसमा हामीले डिटेलमा पढ्छौँ त्यति कुरा हो अरू केही होइन लाइक डिमान्ड कर्भ त्यो कुराहरू हुन्छ नि त्यो कुराहरू चाहिँ त्यो कुराहरू चाहिँ सोधेर अब लाइक बुझौँ नलेज जति धेरै लिन सक्यो ठिक छ होइन अब म 1 घन्टा 1.5 घन्टाको भिडियो छ म चाहिँ 1.5 को स्पिडमा हेरिरहेको छु किन भन्दाखेरि सुन्नको लागि चाहिँ बेस्ट 1.5 लाग्यो क्या 1 मा अझै स्लो लाग्यो 2 त धेरै स्पिड हुन्छ त्यो बुझ्दिनँ र 1.5 मा चाहिँ ट्याक्कै त्यो बुझ्न सक्ने टाइपमा चाहिँ छ क्या त्यसैले म अहिले चाहिँ ग्रुप यो च्याप्टर 1 चाहिँ एउटा कोर्सहरूबाट हेरेको थिएँ च्याप्टर 2 चाहिँ म ग्रुप आएकोबाट हेर्दैछु कस्तो हुन्छ हेर किनकि अब किताब पढ्ने भने साध्य छैन त्यत्रो किताब हुन्छ सो पढ्ने टाइम पनि छैन इफ कतैबाट पाइयो भने पछि लाइक किताब हेर्दा पनि सकिन्छ क्या फर्स्टमा चाहिँ पहिला अरूबाट सुनौँ भन्ने सो ल्यापटपमा रेडी छ अब म पढ्न बसेँ 11 बज्छ होला ट्याक्कै कति बज्यो अहिले बजेको छ 9:30 लाइक 9:45 10 बज 11 बजीसम्म चाहिँ मेरो सब सकिन्छ त्यो बेलासम्म बहिनीलाई खाना ल्याएर आउने भनेको छु किन भन्दाखेरि अब खाना नखाँदासम्म हुँदैन क्या सो 20 रुपियाँ आउने 20 जाने भाडा त लाग्ने हो त त्यो बहिनीलाई आएर पुऱ्याएर जा भनेको छु सो त्यो बेलासम्म हामी पढौँ बहिनी आउँदासम्म पढ्दै पास हुनु पऱ्यो त्यहाँ 35 मार्क्सको सवाल चाहिँ यार स्टार लाउनु भन्दा पढ्नु टिप्ने होइन ठिक छ यहाँ अब खाना पछि चाहिँ अडिट गर्छु त्यो बेलासम्म पढ्दैछु पानी पिउ क्या पानी पिए चाहिँ इन्ट्रेस्ट जाग्छ मोबाइललाई उतापट्टि साइड लगाइदेऊ मजाले पढ ल्यापटप युज गर कन्सन्ट्रेट बी कन्सन्ट्रेट ब्रो कन्सन्ट्रेट ल है त च्याप्टर 2 पनि सक्यो अब क्वेसन चाहिँ गर्न बाँकी छ होइन अब चाहिँ चस्मा पुग्छौँ अनि खाना खाम 11 बजीसक्यो खाना खाम अनि त्यसपछि फेरि पढौँ के हो छ र होइन त्यही ल झक्कास तल आछि खाना ल्याएर आएकी ब्याग माथि लाइब्रेरी पढिरहेको छु माथि छ दाल यहाँनिर तरकारी अब म खाना खान्छु अनि यसलाई फेरि यहीसम्म आएर पठाइदिन्छु यसलाई है ल खाना खानु है खाना खाना देखाउनु लागि एकछिन साथीकोमा जानुपर्ने भयो एकछिन मतलब कलेजसम्म जानुपर्ने भयो गएर आउँछु है अनि 12:30 बजीबाट चाहिँ फेरि स्टार्ट गरौँ पढाइको लागि त्यसमा भाडा छ यो चाहिँ अब घर जान्छु घर गएर मजाले क्यार्ने भाइ बहिनीलाई पढाउने आफ्नो पढ्ने बुझ्यो म आज 6 बजी यहाँबाट 6 बजी मात्रै निस्किन्छु यहाँबाट क्या हो अनि एकछिन 12:30 बजेको फोन पनि एकछिन बाहिर के साह्रो गर्मी हो छ्या हेर खत्तम भएको पुगिसकेँ म अब फेरि पढ्न सुरु गर्न लागिसकेँ अब अडिटिङ एसुरेन्स पढौँ मजाले दुःख गरौँ दुःख गर्दा गर्दै हुँदैन भने त तर आफूले लाउन सक्ने फोर चाहिँ लाउनुपर्छ भन्छु लगा अब म यहाँबाट 5 बजी निस्किन्छु है 6 बजी ल त्यो बेलासम्म पढ्न बसेँ फेरि म चाहिँ त्यो बोर्डमा प्र्याक्टिस गरिरहेको छु सो है ल्यापटप चलाउने त होला Dawn paints gold on the
सबै नयाँ लाग्छ यहाँ पहिला पिटीमा पढेको कुरा के हुन्छ बिबिचमा कि पढ्ने मन नलाग्ने तर माइन्डले पढ भन्ने हो कि लाइक जब तिमीसँग टाइम हुँदैन अभाव हुन्छ तब चाहिँ लाइक त्यसको भ्यालु थाहा हुन्छ कि जस्तै कुरा गर एउटा गाउँको मान्छे जोसँग पढ्नलाई किताब विद्यालय जाऊँ भने कसरी जाऊँ र त्यो मान्छेलाई यदि पढ्ने इच्छा हुन्छ र जब त्यो मान्छेसँग त्यो किताब आइपुग्छ लाइक सबै भएको मान्छेसँग त्यो मान्छे त्यो भइसकेपछि नि लाइक त्यसको कुनै पोइन्टमा गएर भ्यालु दिन छोड्छ कतिले त्यो अवसरलाई सदुपयोग गरेर अगाडि बढ्छ कति मान्छेले लाइक भ्यालु बुझ्दैन जब त्यो अभाव हुन्छ त्यतिखेर त्यसलाई त्यो कसरी पढेर आउँछ कसरी गरेर आउँछ लाइक जसलाई पनि त्यसको लाइफमा पनि र जब त्यो कुरा हुन्छ आफूसँग हुन्छ त्यसको भ्यालु गर्न सक्छौँ हामीले सो एभ्री लाइफको पोइन्टमा चाहे त्यो साथी होस् चाहे त्यो लाइफको कुनै पर्सन होस् हुँदा कदर गर है त्यसै गरी मसँग अहिले टाइम छ म एसएससी पनि गरिरहेको छु बिबिएस पनि गरिरहेको छु इन्टर्न गरिरहेको छु अहिले पढेँ भने मलाई भोलिको इक्जामको बेला टेन्सन लिनु पर्दैन तर मैले आज पढिनँ जब भोलि इक्जामको रिजल्टको दिन मैले पछुताउनु त्यस्तै गरी इफ अझै रिग्रेट हुने मन छैन भने साँच्चै भने आजैबाट स्टार्ट अहिलेबाट स्टार्ट यो चाहिँ कतिको कुरालाई लाइक उसले दिन्छ नि के बोल्छ लाइफको रियलाइजेसन रुम जानु मैले प्याक गरिसकेँ क्या सुनसान है मौसम खतरा देखेछ त्यही माथि म मान्छे खतरा भइहाल्यो होइन निस्किम है अब एउटा मलाई एउटा चिज देखाउनु मन लागिहाल्यो क्या हेर ल अगाडि कस्तो देखा ल मोबाइलमा त्यो अड्डाउने भइदियो खतरा देखिन्थ्यो हेर न अगाडि 8-10 मिनट लाग्छ पुग्न तर हेर न सिन क्या खतरा क्या हाम्रो पर्खा दाजु ए बिस्तारै 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 बेबे ओए ओए त्यो बाङ्गिएको मान्छे ओए सिटलाई मिला न मलाई व्याकरणले छोड्यो यो मान्छेलाई फेरि व्याकरणले समात्यो यो मान्छेको ल पोजिसन हेर त ल पोजिसन ओ बाबरे मान्छेलाई रुगा लाग्छ यो मान्छेलाई रुगा लाएर सन्चो भयो यो मान्छेलाई रुगा लाग्यो कि लाग्न लाग्यो नै रुगा लाग्यो सन्चो भाइको अब चाहिँ म योभन्दा पछाडिको भ्लग बनाउँदिनँ यति हो भाइ बहिनीलाई अब हल्का टाइम दिनुपर्छ अनि आफूले पनि केही गर्छु अरू नै मेरो केही छ केही गर्छु होला मैले पनि यहाँ होइन सो सबै कुरा देखाएर साध्य हुँदैन अनि प्लस त्यो भिडियो बनाउँदाखेरि कस्तो अर्कै त्यो माइन्ड नै त्यो भिडियोतिर जान्छ क्या त्यसले गर्दा पर्सनल भन्ने पनि टाइम हुन्छ नि सो सायदलाई पर्सनल राखिदिउँ है अब आज दिनमा सायद राम्रै भयो तर मेरो लाइक सोच जतिको इफेक्टिभ भएन किनकि मैले हल्का हल्का पढेँ ठिकै छ यो लाइक सुरुवात हो विथ टाइम राम्रो हुँदै जान्छ लाइक रक याउ ल थ्याङ्क यू फर वाचिङ गाइज
सी यू टुमारो भ्लगमा। होप राम्रो हुन्छ आई गेस। लाइक म मेरो भ्लग हेरेर केही कुरा तिमीलाई सिक्ने केही दिन जस्तो लाग्छ तपाईँहरूलाई तिमीहरूलाई है। सो म त्यो सोचिरहेको छु त्यस्तो भेटिँदैन बिचमा म बेला बेलामा भनिरहेको होला है। सो आई गेस राम्रै भइरहेला। सो है ल पढेपछि फल अवश्य मिठो हुन्छ। पाकेको स्याउ खाँदा कति मिठो हुन्छ भन त। मिहिनेत गरी त्यसरी भविष्य पनि उज्जवल हुन्छ। त्यसैले पढ। ठिक छ अब म चाहिँ गएँ है। ल थ्याङ्क यू फर वाचिङ। सी यू टुमारो बिहान 4 बजेदेखि साँझको 6 बजेसम्मको ब्लगमा तपाईँहरू फेरि हेरिराख्नु होला। साँच्चै थ्याङ्क यू है। थ्याङ्क यू। 27-28 जनाले हेरेर आउँछ। सो म त्यसले पनि बनाइरहेको छु कि नत्र छोडिदिने थिएँ। ल धन्यवाद। सी यू है।